हेर्नु है ठुला अब यदि आफ्नो खानदानको इज्जत जोगाउनु छ भनेदेखि थपक्क एउटा स्वास्नी मरेको केटा खोजेर थपक्क यस्तो बेकार पठाइदिनु। दारी झुट बोलेको कुरा पर्वतेले र सृष्टिको परिवारले पत्ता लागेको देख्न पाऊ भन्ने को हुनुहुन्छ कि साँच्चीकै पछि गएर दारी बोलेको कुरा झुट हो भन्ने समाजले र त्यो फ्यामिलीले थाहा पाउलान् त। अहिले सृष्टिलाई बाँच्न नि गाह्रो हुन्छ। अब त मान्छेले हेर्ने नजर नै फरक भइसकेको छ। अनि रमेश धनी भएको हेर्न चाहने को हुनुहुन्छ कि पछि गएर रमेश धनी होला नि त। अनि सृष्टिको र पर्वतेको बिहे अब होला त। अनि दारीलाई कारवाही गर्नुपर्छ भन्ने को हुनुहुन्छ त्यो पनि कमेन्टमा भनिदिनु होला। आउनुहोस् यो सबै कुराको जानकारी यो भिडियोको अन्त्यसम्म पाउन सक्नुहुन्छ। अब कुरा गरौँ सृष्टिको र पर्वतेको विवाह पछि गएर हुन्छ कि नै भनेर। मैले यहाँभन्दा अगाडिको भिडियोहरूमा पनि भनिसकेको छु। अब हरि मरेर गइसकेका छन्। त्यो कारणले गर्दा सृष्टिलाई हेर्नुहोस् त समाजमा मान्छेले हेर्ने दृष्टिकोण नै फरक भइसकेको छ। त्यही कारणले गर्दाखेरि परिवारले साथ त दिएकै छन् तर बाहिर हेर्ने नजर फरक हुन्छ। त्यसैले गर्दा पछि गएर सृष्टिको र पर्वतेको रिलेसन अगाडि चाहिँ बढ्छ तर यति छिटो चाहिँ सृष्टिको र पर्वतेको विवाह हुँदैन। धेरै पछि गएर चाहिँ हुन सक्ने चान्स छ। अब कुरा गरौँ दारीले यति ठुलो अपराध गरेको छ कि जुन अपराधलाई माफी पनि दिन मिल्दैन। सृष्टिलाई जबरजस्ती गरेर चाहिँ उनको सृष्टिलाई नै फसाएको छ। समाजको अगाडि सृष्टिलाई एकदम नराम्रो गराएको छ। अरू कुरा त छाडिदियो पुरै समाजको अगाडि समाजलाई नै लिएर आएर चाहिँ उसले भनेको छ कि सृष्टिलाई चाहिँ जवानी चढेको छ। उसले चाहिँ मलाई जबरजस्ती गर्न खोज्यो। कसरी चाहिँ त्यस्तो भन्न सकेको होला? दारीको मन कति नराम्रो भएको होला। त्यो कारणले गर्दा सृष्टिलाई अहिले जतिसुकै रुवाए पनि त्यसको फल चाहिँ उसले पाउनेवाला छ। पछि गएर त्यो समाजकै अगाडि दारीको फेरि बेइज्जत हुनेवाला छ। दारीले गरेको त्यो झुट कुराको र सृष्टिलाई जबरजस्ती गरेको त्यसलाई त्यो कुराको एकदम धेरै पछुतो पनि लाग्नेवाला छ। तर केही समयसम्म भने हामीले अब सृष्टिको आँखामा आँसु नै देख्छौँ। तर सृष्टिको आँसु रोक्नलाई चाहिँ अब पर्वते पिल्लर बनेर आउनेवाला छन्। पर्वतेले सृष्टिलाई एकदम धेरै नै साथ दिनेवाला छन्। अब कुरा गरौँ रमेश पछि गएर धनी होलान् कि नै यहाँभन्दा अझै अगाडि बढ्लान् कि नै। रमेशको साउरा साउनीले रमेशलाई अब कस्तो व्यवहार गर्लान् कुरा बुझाउँ। रमेश एकदम असल स्वभावको सरल स्वभावको ज्ञानी छन्। उनको मनमा पाप छैन त्यसैले उनले कसैलाई पनि नराम्रो सोच्दैनन्। त्यो कारणले गर्दा उनले जिन्दगीमा सफलता पाइरहेका छन्। उनी अगाडि पनि बढ्दै जान्छन्। उनले राम्रो पैसा कमाउँछन्। तर साउरा साउनीले भने रमेशलाई एकदम नराम्रो व्यवहार गरिरहेका छन्। साउरा साउनीले नराम्रो व्यवहार गरे भने रमेशले भने साउरा साउनीलाई पछि गएर नराम्रो व्यवहार गर्दैन। साउरा साउनीलाई पनि राम्रो मान्छे गराउँछन्। रमेशले यस्तो असल स्वभावको छन् रमेश। अनि अब विनोद फर्केर जानेवाला छन् छिटै नै। अनि अर्को कुरा सीता र जगतेको अब हामीले नयाँ एपिसोडमा के देख्न सक्छौँ त्यो कुरा अन्त भिडियोमा लिएर आउँला। आजको लागि यति छ भिडियो। अहिलेलाई चाहिँ बाई, टेक केयर।